अबको 3-4 दिनभित्र म र मेरो साथी दिपेश लियोन छोडेर जानुपर्ने हुन्छ। हामी यहाँ बस्ने मिल्दैन। के भएको आई विल टेल यु आफ्टर दिस इन्ट्रो। सो हे एभ्रिवान, वेलकम ब्याक टु द च्यानल। अनि अघि भने जसरी नै हामी चाहिँ अब लियोनमा चाँडै नै बस्न नमिल्ने हुन्छ। हामी लियोन छोडेर जानुपर्ने हुन्छ। भएको केही होइन, हामीले चाहिँ इन्टर्नसिप पाएको छौँ। हामीले चाहिँ आफ्नो कलेजको थ्रु आफ्नो पढाइअनुसार 6 महिना पढाइ 6 महिना इन्टर्नसिप थियो। हाम्रो चाहिँ अब 6 महिनाको पढाइ त सकिगयो। अब 1 महिनापछि चाहिँ हामीले इन्टर्नसिप पायो भनेपछि हामीले 5 महिना, त्यो 5 महिनामा नि नोभेम्बरमा जानुपर्ने थियो। डिसेम्बरदेखि स्टार्ट हुन्छ, त्यही भएर हामीले चाहिँ डिसेम्बर टु अप्रिल इन्टर्न गर्नुपर्ने हुन्छ आफ्नो पढाइको फिल्ड अनुसार। सो त्यही कारणले चाहिँ हामीले अब लियोन छोडेर बाहिर जानुपर्छ। त्यो बाहिर चाहिँ कहाँ भन्दाखेरि हामी जाने हो अब कुक्सुवेल। सो हामी यो कुक्सुवेलमा गएर चाहिँ मेरो साथी दिपेश कुकिङ फिल्डमा जान लाग्यो एन्ड म चाहिँ भनेको अब पेस्ट्री फिल्डमा जान लाग्यो, पेस्ट्री मेकिङमा। सो त्यहाँ जान लाग्यो एन्ड मेरो लागि यो एकदमै नयाँ कुरा हो, किनकि मैले आजसम्म पेस्ट्री सम्बन्धी केही पनि जाने छैन र केही पनि पढेको छैन। र उहाँहरूले पनि टेन्सन नलिँदा हुन्छ, हामी सबै सुरुदेखि नै यहाँ सिकाउँछौँ। तपाईँहरू यदि इन्ट्रेस्ट हुनुहुन्छ भने आउँदा हुन्छ भनेर भनेको छ। र त्यही भएर म र मेरो साथी चाहिँ त्यहाँनिर सेलेक्ट भयौँ र अब हामी त्यहाँ जानुपर्ने हुन्छ। सो थ्रु आउट द जर्नी हामी चाहिँ तपाईँहरूलाई देखाउने छु कि यहाँ बसेर इन्टर्नसिपमा जाँदा कस्तो फिल हुन्छ एन्ड कतिसम्मको चाहिँ डिफिकल्टिजहरू आउँछ, किनकि यो हाम्रो लागि पनि नयाँ एक्सपिरियन्स नै हो। आजसम्म लियोनबाट बाहिर गएको थिएन, आएकै नै 1 वर्ष मात्र रहेछ हुन त, त्यही पनि कुनै बसिरहेको ठाउँबाट अर्को ठाउँमा गएर इन्टर्नसिप गर्ने नै पहिलोचोटि हो। इट विल बी डिफिकल्ट, तर त्यो सबै डिफिकल्टिजलाई साइडमा राखेर हामी इन्जोय गर्दै गर्नेछौँ सबै थोक। इफ यु वान नो एभ्री अपडेट अबाउट दिस, सब्सक्राइब, लाइक, अनि के गर्नु मिल्छ त्यो के भन्छ त्यसलाई, घन्टी बजाउने, प्रेस द बेल आइकन। टिल देन, बाई बाई।